मर्निङ सबैलाई फेरि पनि गुड मर्निङ र यताबाट नमस्ते। आज चाहिँ हामी कुनै ठाउँ जान गइरहेछ, त्यसको लागि चाहिँ हामी रेडी भएर राम्रो देखाएको छैन तपाईँहरू आयो सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, ठिकै छ, चलिरहेछ। अब चाहिँ हामी यहाँबाट 4 त्यति किलोमिटर चाहिँ हामी यात्रा गर्न गइरहेको छ। अनि अब आज हामी जान गइरहेको ठाउँ एकदम सस्पेन्समै छ। अब हामी बाटोमा के हुन्छ कस्तो हुन्छ र हामी कुन ठाउँमा जान लागेको हो, त्यसको लागि चाहिँ तपाईँहरूले कन्टिन्यू भ्लग हेर्नुपर्ने हुन्छ। अब म बाटोमा हजुरहरूलाई देखाउने छु है त। अब चाहिँ हामी जान गइरहेको छ साइकल लिएर। म साथी एकजना गइसक्यो, मेरो साइकल यहाँ छ। र अब हामी चाहिँ अब स्टार्ट भइसक्यो जानलाई। टाइम पनि ढिला छ, चाँडै फर्किनु पर्ने छ, त्यही भएर म त्यस बाटोको भ्यूहरू सबै देखाउँदै गर्छु है त। चाहिँ बिच बाटोमा आइपुगेका छौँ। अनि बिच बाटोमा चाहिँ केटाहरू पुरै ट्राफिक जाममा देख्न सक्नुहुन्छ। वहाँ ट्राफिक सिङ्गोमा अड्किरहेछ। म चाहिँ अगाडि नै कटाएको थियो, अलिक चाँडो आएर। अनि लास्ट चिसो छ आज चाहिँ पुरै। हिजो पानी परेछ, त्यही माथि त समुद्रको चिसो हावा आएर होला एकदमै चिसो भइरहेछ। हिँड्नु पऱ्यो ल, जाउँ। हेलो, हामी चाहिँ फाइनली साइकल पार्किङमा आएको छौँ। र यहाँ हामीले पार्किङको यहाँनिर ह्याकु एन छ। अनि यहाँ चाहिँ हान्नु पर्दछ। यो चाहिँ मेरो लागि डिफ्रेन्ट एकदम डिफिकल्ट थियो। थाहा नै थिएन नि त कसरी गर्ने भनेर। अनि यहाँनिर चाहिँ टक्क त्यो साइकलको त्यो जस हामीले पार गरेको नम्बर हान्नुपर्ने रहेछ। त्यसपछि चाहिँ अनि टक्क त्यहाँ चाहिँ लक लाग्दो रहेछ, अटो लक लाग्दो रहेछ। हामी चाहिँ यो के पो हो यो हामी आएको ठाउँ के अरे, के पार्क? तेन्जिङ सेन्ट्रल पार्कमा हामी चाहिँ टक्क आएको छौँ। यहाँ चाहिँ आज हिजोदेखि नेपाल फेस्टिभल चलिरहेको छ, त्यही भएर हामी चाहिँ टक्क यहाँ आएर अब के भइरहेछ टक्क तपाईँहरूलाई म सबै देखाउने नै छु। सेन्ट्रल पार्क त्यस्तो छ यार, कोही छैन केटाहरू, राम्रो छ नि। के अरे केटा हो, कस्तोको लागिरहेछ भन त यहाँ आएर तिमीहरूलाई? राम्रो छ। यहाँ त भजन पनि रहेछ। कहाँ मैले नेपाली फ्ल्याग देखिरहेको थिएँ। हामी पनि स्वयंसेवकै हो केटा हो। यता रह, एकछिन यता देखाउनु पऱ्यो। सेन्ट्रल पार्कको चाहिँ विशेषतै यही हो कि बिल्डिङ माथि होइन यस्तो जङ्गल छ होइन। आइज म भन्दा राम्रो त यही यो घरको यार डेकोरेट छ जस्तो लाग्यो। वाउ, आज हिजोदेखि चाहिँ नेपाल फेस्टिभल यहाँनिर यो सेन्ट्रल पार्कमा भइरहेको थियो। अनि हिजो चाहिँ हामी आउन पाएन। आज पनि म एकदम बिजी नै छु, त्यही भएर केटाहरूलाई टक्कसँगले हतारै बिहानै जोस गरेर उठाएर लिएको। तर अहिले 10 बजीदेखि हो। आज कति बज्यो? 10 बजे छैन। हेर्न सक्नुहुन्छ यहाँ भर्खर कति 9:30 40 12 बजीसम्म अरे खासमा चाहिँ। त्यही पनि अब हामी चाहिँ मेरो एकदम बिजी छ नि त, सो त्यही भएर चाहिँ आज चाहिँ चाँडै आएको। आई रेस्पेक्ट द्याट फ्ल्याग। छुट्टै छ यार, छुट्टै छ। अब हामी के गर्ने केटा हो भन त? तिम्रो कुर्ने? तिमी पनि कुर्नेमा हो? के कुर्ने? औ म तिमीहरूलाई भ्रमण गराउँछ। योगा गरिरहनु भएको रहेछ त। यता चाहिँ डिस्टर्ब गर्नु हुँदैन, किनभने एकले अर्काको खासै डिस्टर्ब गर्नु राम्रो कुरा पनि होइन, मलाई चाहिँ त्यस्तो लाग्छ। अनि जापानमा आएर चाहिँ मैले नयाँ कुराहरू सिकिरहेको छु, एकदमै डिफ्रेन्ट होइन। नेपालमा अलिकति हुन्छ नि यहाँ फ्रिडम टाइपको, यहाँ यता ढिलासिला, यहाँ चाहिँ एकदम रुल एन्ड रेगुलेसन चाहिँ एकदम कडा के। अब जे टक्क टाइमिङ टु टाइमिङ के, मान्छेलाई एकछिन पनि फुर्सद नहुँदो रहेछ कि यहाँ चाहिँ। अनि आफू पनि त्यस्तै नै हुनुपर्ने रहेछ। जस अब लाइफको मैले जिरहेको छु, टक्क लाइफको अपडेट भइरहेछ। लाइफ भनेको एउटा एक्सपिरियन्स हो होइन। लाइफ एउटा मलाई चाहिँ एक्सपिरियन्स जस्तो लाग्छ। त्यो चाहिँ जुन लाइफमा चाहिँ हामीले
छुट्टा छुट्टा हुन्छ नि एक्सपिरियन्स गरेर संसारबाट बिदा हुनुपर्ने मेरो थट्स हो। केटाहरू कहाँ गयो आउँदैन त दामी लाग्यो यार मलाई यो प्लेस। त्यो बिल्डिङमा यस्तो रोकियो म अनि त्यहाँ फ्ल्याग मैले 2-3वटा ठुल्ठुलो देखाएको थिएँ यार। आमा प्राउड लाग्छ कि दिस फ्ल्याग वाउ होइन। हामीले चाहिँ अब टक्क फोटो केटाहरूको सबै मैले खिचिदिइसकेको छु। यो ब्याकग्राउन्ड र त्यो ब्याकग्राउन्डमा चाहिँ मैले यस्तो यस्तो खिचेको छु होइन। अब 5देखि 10वटा केटी पट्टिनेवाला छ केटाहरूको होइन। त्यही भएर अब हामी साथीले तिर्खा लाग्यो भनिरहेछ। अब चाहिँ हामी पसल खोजेर यहाँ पसल त डन्न छ तर कुनमा जाने भन्ने हो। त्यस पछाडि चाहिँ हामी टक्क त्यहाँ गएर सायद त्यो साइडमा होला इसानलाई पानी खुवाउँछौँ। त्यसपछि हामी एक दुईवटा हल्का रिलको लागि भिडियो खिच्नु पर्ने हुन्छ। मान्छेहरू चाहिँ ढिलो आउँदो रहेछ हौ। 10 बजीदेखि स्टार्ट है 12 बजे पछाडि चाहिँ एकदम राम्रो होला जस्तो छ। र त्यो ब्याकग्राउन्ड यहाँ पछाडि दामी छ। आई लभ दिस प्लेस होइन। ल अब तपाईँहरूलाई म कन्टिन्यू देखाउने छु। हाम्रो केउ दाईको अमृत दाईले हामीलाई आजको लागि टक्क दिइसक्नु भएको छ ब्रेकफास्टको लागि। उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ फोटो खिच्नलाई बिजी हुनुहुन्छ त्यही भएर हामी यो खाएर अब। तिमीले पानी खायौ? खाएको हो? तिम्रो पालो। आज चाहिँ हामी यहाँ टक्क केउ दाईकोले केही गर्नुहुन्छ जस्तो लाग्यो है मलाई। केउ दाई रेमिटेन्स इन्टरनेसनल मनी ट्रान्सफर दाई ठिक छ नि? थ्याङ्क यू सो मच है यसको लागि ब्रेकफास्टको लागि। केउ दाईलाई सबैले सम्झिनै पर्ने जापानबाट। फ्री चलिरहेको रहेछ टक्काले योले। त्यसपछि योले केटाले अब ड्रेस लाउनेवाला छ। दाइले हामीलाई हेल्प गरिरहनु भएको छ सामान उठाउनलाई। फ्रीको जति आज हामी सबै उठाइदिने। भोलि आउँदैन ड्रेस लाउने तिमी? ड्रेस यो पुलिसको ड्रेस हो? पुलिस ड्रेस। वाह जायरुकादो इट्स कम्पलसरी दिस कम्पलसरी दिस मेरो ल्याङ्ग्वेज कम्पलसरी पुलिसमा फोन गरेँ परम्परा पुलिसमा फोन गर्दा के भने थाहा छैन के भन्नु नि त के भन्नुभयो? के भन्ने हो फाइटोगासिमास फाइटोगासिमास बुझ्यो उसले फाइटो नजाने भनेको जानेपछि बल्ल त्यो अनुसार भन्ने हो। अब नागरी सागर जानेपछि भन्ने हो कि 10 बजे के भन्ने जे आउँछ त्यो हामी बुझिहाल्छ। त्यहाँनिर पुलिसको ड्रेस रहेछ। अब हाम्रो सोमा आज चाहिँ निहोङ्गो नो पुलिस देश ढङ्ग छ केटो फेरि। हेर हेर सोमको असिस्टेन्टहरू हेर हेर कति चाहिँ राम्री छ भने सोमको असिस्टेन्ट सलाम ठोक्नुपर्छ। अब हामीले रमाइलो भइरहेछ। सोमलाई जापानको पुलिस बनाउन नि गाह्रो भइसक्यो। यहाँनिर चाहिँ आज फेस्टिभलमा जे होस् डिफ्रेन्ट टेस्ट गर्न पाइरहेछ। सोम सर टेक योर पोजिसन। ल म एकछिन म सोमको फोटो खिचेपछि म भ्लगलाई कन्टिन्यू गर्छु। कस्तो भयो त? कस्तो लाग्यो त जापानको पुलिस भन्दा? तर अहिले फोटो आएपछि होइन फोटोले गर्छ क्या फोटोले। अब यहाँ इसानको पालो। अब इसानले पनि पुरा यहाँ जापान हल्लाउन खोज्दैछ।
केटोले यार यहाँ के हो दाइको भाडा टक्क 500 को जुन पसलमा नि चल्छ त्यही ल दाम अब मैले पनि के पार्नुपर्ने हुन्छ यहाँ धेरै राम्रो लकी र हानै फेरि पनि कुपन पर्यो केटाहरूले त माल फ्रीको माल ल्याउँछ ल यो भिडियो गर्न आऊ अलिक पर्यो है फेरि यहाँ पनि पर्यो ल फेरि है सुपरमा गइनुहुन्छ सुपमा भन्दा कर्मीले चाहिँ सोधिनु हुन्छ कर्मी सुपमा गएर सोध्दा नि हुन्छ सुपा चल्दैन है चल्दैन कर्मी नि चल्छ लसन अनि सेभेन लाइन ब्याग हामीले धेरैवटा पारिसक्यो घन्टी पर्यो कि हो दाइलाई दामी भइरहेछ त्यो आज यहाँ रमाइलो भइरहेछ नेपालको फेस्टिभलमा हामी खाँदैनौँ यसको भित्र पैसा हुन्छ जहिलेसम्म गरेर गर्दा नि हुन्छ पैसा हुन्छ यहाँ 500 हुन्छ नि त भित्र ए ल के हुन खोलेर बोलेर ल हेर्नु अब यहाँनिर पनि हुँदैछ है कार्डतिर पैसा एटिएम कार्ड जस्तो हो कि यता सिकाउनु पर्छ कि अब भित्र के हुन्छ एउटा मेसेज हुन्छ कि यो हो यो कार्ड हो 500 रुपियाँ लेख्छ त्यही 500 हुन्छ यो पसल गयो भने कसरी युज गर्ने दामी भयो खाजा पनि आयो त्यो यहाँनिर आएर फ्रीमा खाजा पर्दैछ के हुँदा दामी लाग्यो हामीले चाहिँ टक्क अब हामीले चाहिँ आज धेरैवटा फ्रीमा चलिरहेको रहेछ क्याम्पिङ त्यही भएर हामी धेरै उठाइसक्यो 500 को यो पनि फ्री यो पनि फ्री कहिले आइरहेको हो र कुन ठाउँमा आएर फुकुओका चोवाड दाइमो कहिलेको आइरहेको आज होइन भनेपछि यहाँबाट प्लेस चाहिँ त्यो त्यो ठाउँमा चाहिँ इन्टरटेन युनाइटेड ल्याबमा कति होला के छ थाहा छैन तर भनेपछि त्यहाँ मेम्बर मेम्बर बन्यो भने लाउ मेम्बर बन्यो भने पाउँछ अरे त ढक्क यहाँ मेम्बर त सकिसक्यो होला 100 वटा त अरे 100 वटा सायद सक्यो होला नि यो कुन फ्लेभर हो यार क्यानाडा ड्राई अरे यस ड्राई हजुर बन्द त भएको छैन ब्याट्री चाहिँ लो भयो केही हुँदैन दाइ तर दाइ लास्टै हेर्छ हुँदो रहेछ कि हो यो हेर्नुपर्ने हुन्छ है लास्टै अफर चलिरहेछ यो पनि गर्नु पर्यो है हजुर ड्रिङ्क लिन चाहिँ आउनु पर्यो ड्रिङ्क लिन चाहिँ आउनु पर्यो टेन्सनमा मोबाइल चाहियो भने चाहिँ 300 कि नजिक आयो हुन्छ यहाँ युट्युबमा पनि आउने हो यहाँ पनि सिटी एक्सप्रेसको मनी ट्रान्सफरको लागि टक्क थोरै हुँदैछ केटाहरू कुरा गरेर चाहिँ
शताब्दीले भने केटाहरू त हिजोको माल त सबै उठाउने हो त हामीले चाहिँ सिटी एक्सेप्ट गरेको केटोले यस्तो पायो उसलेमा पावर ब्याङ्क यो पाइसकेको छ मेरो चाहिँ यो एक झोला भनेको चाहिँ टक्क यो टिसी हो अब चाहिँ नउठाउँ होला आज धेरै नै उठाइसक्यो यहाँबाट क्याम्पिङ चलिरहेको रहेछ त्यही भएर हामीले भेराइटी चिजहरू चाहिँ हामीले लिइसकेको छ तर पावर चाहिँ कडै देखाएको छ यसको होइन तर काम पो कति गर्छ भन्ने हो 10,000 मेगाहर्ज भनेपछि चाहिँ कडै हो त 2 शब्द राख्दै होइन त कस्तो दुईटा सेन्टेन्स नै भयो नि जाऊ फ्री स्पिन गर्न फ्री स्पिन हान्न जाऊ कहाँ उयो पछाडि फ्री स्पिन कहाँ छ पछाडि ओइ कहाँनिर कहाँ पछाडि फ्री स्पिन हो र होइन होला के भइरहेको छ यतातिर सबै ड्रेस लगाएर आएछ होइन हिजो चाहिँ अलिक बढी थियो जस्तो लागिरहेको थियो आई थिङ्क होइन किनभने हिजो फर्स्ट डे हो ल लास्ट चम्को ल मेरो त यस्तोमा यार साँच्ची भने मलाई यस्तोमा त कहिले केही राम्रो पर्दैन है गतिलो खालको त्यही भएर फ्री स्पिन उसले हान्छ अरे है पक्का उसले फ्री स्पिन हान्ने ल डाउनलोड गर अनि ल स्पिन हानु के पर्छ रियल जुस वाई नुडल्स रियल जुस कोरियन स्टिक कोरियन नुडल्स रेड जुस अब धेरै रहेछ यत्रो खाइसक्छौ त तिमीले पार्यो भने कुमारी ब्याङ्कमा खाता खोल्नु दाइ पैसै छैन कहाँ खाता खोल्नु यो पोइन्ट्सले के गर्न मिल्छ डेलिभरी हुन्छ हेलो अब म चाहिँ भ्लगको अन्तिम चरणमा आइसकेको छु किनभने ब्याट्रीले धोका दिइसकेको छ मलाई ब्याट्रीको आज पावर ब्याङ्कको छ त्यही पनि के हो नमिलेर मेरो खासमा त्यस्तो भएर हो कि सायद मेरो चार्जर अलिकति चिप क्वालिटीको भए जस्तो छ अनि यतै सबैजना रमाइलो गरिरहेछ टिकटक बनाइरहेछ होइन सबैजना एकदम इन्जोय गरिरहेछ आजको फेस्टिभलमा चाहिँ अनि त्यसपछि चाहिँ आजको मेन कुरा भनेको तिमी नेपाली ससेज खाने भने तिमीले नेपालीको सबैजना चिल माछा थियो सबैजना अहिले देख्न सक्नुहुन्छ चप कता कहाँ छ अरे कहाँ पाउँछ अरे यस्तो चलिरहेछ जेस रमाइलो भइरहेछ आजको सबजना इन्जोय गरिरहेछ कहाँ गयो फेरि कहाँ हो कहाँ जाने कहाँ भयो जानु भने होइन कहाँ पाउँछ अरे फेरि ससेज तिम्रो फेभरेट हो ससेज तिम्रो फेभरेट हो त कहाँ छ ससेज 1 पिस अनि सँगै एउटा केटाहरू पनि आएर रहेछ त कहाँ हो कहाँनिर नेपाली सेलरोटी सेलरोटी खाने रे म सेलरोटी खाने इन्भाइट आइसक्यो तिमी सेलरोटी छोड्यो सम छोड्यो नि कहाँ छ चिकन भन न मलाई बफ भन्ने गर असमलाई लिएर आउँछ ल सो मैले हराएँ कि आएर अहिले फेरि गाह्रो हुन्छ एकदम रमाइलो भइरहेछ त्यो आज सबैजना मलाई चिने जस्तो लाग्यो त हेलो ल सेम गिफ्ट है मलाई त दियो त्यस्तो राम्रो झोला दिइरहेछ है यसरी बोक्ने जाने घरमा टोयलेट पेपर मार्दै थियो टिस्यु पनि आयो आजबाट कस्तो भयो यो त फेरि आइपुग्यो
ज्याकेट लाउनु भएन यहाँ हेर्दा फेरि रहेछ है खानाहरू नास्ताहरू जानुपर्छ भोक लाग्ला कहाँनिर हो यो अगाडि कि यो इस्माइलको सिटी एक्सप्रेस साइडमा छ फेरि हो गएर नास्ता फेरि जस्ता हुन्छ नि कुपन फेरि बनाउँदो रहेछ गइहाल भर्खरै झन्डा गाला हान्ने नास्ता खाँदै गइहाल्ने मोमो गाला झन्डा हान्ने सिटी एक्सप्रेसको ठ्याक्कै साइडमा नास्ता उठाउने यहाँ आएर पिया खाने मोमो लगाएर गइहाल अब थाहा पाएको इन्फर्मेसन लिएर आइहाल्छ है फेरि ओ ल यति चाहिँ गर्नु पर्यो है अघि झोला त्यसले दिएको थियो त अनि मलाई यस्तो राम्रो दियो त नि सबैजना स्न्याकहरू लिइरहेछ टक्कसँगले यी सानो उता ससेज खान्छु भनेर छिरिरहेको छ एउटा ए भन्यो ससेज त्यो त रेडी हो नि गएर पैसा दिनै ल्याउने यहाँ फ्रीमा पाउँछ अरे ल फ्री सामान आज सबै उठाउने केटा भएको जति सबै उठाइदिने कहाँ छ भन्दै उता स्माइलको पछाडिपट्टि रे एउटा म टक्क म तपाईँलाई एउटा डान्स खिचेर आउँछु ल एउटा डान्स खिचेर जानु पर्यो अब जानु बेला जम्ला कता जाने हजुर यो स्माइलको पछाडि जानु भन्दै हो त म त जाने लागि भइसक्यो मैले त थाहा नै पाएन आऊ न यस्तै छ चलिरहेछ होइन एकदम राम्रो भइरहेछ नाचिहाल्छ नि म जतिको त नाचेको छैन होला अब एकचोटि बुझ्नु जाउँ होला अब मलाई ढिलो भइसक्यो नि केटा हो के भन्छ यसरी ढिलो गऱ्यो भने त अनि मलाई गाह्रो भइहाल्छ आज एकदम फेरि बिजी भएको छ कि के हो केटीहरू ए अब म ढिलो भइसक्यो तिमी केटी भन्दै बस्छ केटाहरूले सबै उठाउने होइन भिडियो होइन पक्का होइन यो भिडियो त बनाउने नै होइन नि त त्यत्तिकै अर्को चिट हान्न मिल्दैन ए साथीले उता ए 4 जना साथी आउँदै थियो एकछिन ल सजिलो हो कि भन्नु परेन साँच्ची गर्नुहुन्छ प्रमिस नाम के हो रे नासिन ब्लग नासिनज्यूको युट्युब च्यानलमा फलो गर्नु लाउनु न हेलो अब चाहिँ हामी यहाँबाट निस्किसकेको छौँ यो गेट बाहिर चाहिँ हामी आजको फेस्टिभललाई बाई बाई गरेको छौँ किनभने मेरो काम छ नि ल 2 जना त फ्री नै हो साथीहरू त फ्री नै हो आज मेरो चाहिँ काम छ त्यही भएर चाँडो निस्केको हुन्छ त्यही भएर म तपाईँहरूलाई कस्तो भयो होइन अब हल्का देखाउने ट्राई गरेको छु सकेसम्म भएको जति क्याप्चर गर्ने ट्राई गरेको छु हेरेर यसो यसो मन परेमा यसो लाइक होइन सब्सक्राइबसम्म हानिदिनु होला भन्दै अब नेक्स्ट भिडियोमा भेट्ने प्रमिस गर्दै म आजलाई चाहिँ भ्लग यहीँ टुङ्गाउँछु ओके बाई बाई